यो वर्ष विगतका वर्षहरूमा भन्दा धेरै पानी पर्छ भनेर सुनिएको छ। तसर्थ हामीसँग गमलामा भएका बोटहरू जुन पानी नसहने बोटहरू छन्, जस्तै फुलहरू, तरकारी, जेसुकै होस्, जुनसुकै बोट होस्, पानी कम सहने बोटहरू गमलाहरूमा, ग्रो ब्यागहरूमा रोपिएको छ भने त्यसमा पानी धेरै नपरोस् भनेर बर्खाको सिजनमा पानी तर्काउनको निमित्त यस्तो गमला अथवा ग्रो ब्याग अथवा बोराहरूमा जेमा पनि तपाईहरूले तरकारी अथवा बिरुवाहरू रोप्नु भएको छ, त्यसलाई पानीबाट बचाउनको निमित्त, धेरै पानी पर्न नदिनको निमित्त तपाईहरूसँग भएका, घरमै भएका 5 किलोका 3 किलोका प्लास्टिक थैलीहरू अथवा बोराहरूले, जस्तो यस्तो थैली भयो, यस्तो थैली अथवा बोराले यो गमलालाई अथवा यो ग्रो ब्यागलाई यसरी यहाँबाट बेरेर यस्तो गराएर, यसो गराउने, यसरी ढाक्ने, अनि हावाले नउडाओस्, यो नजरोस् भनेर यसलाई चाहिँ रस्सीले यसरी बाँधियो भने आकाशको पानी जति परे पनि हामीले चाहिँ यो बोटलाई धेरै पानी पर्नबाट बचाउन सक्छौँ। जस्तो यहाँ पानी पर्यो भने यसलाई ठाडो गराइदिने अनि पानीहरू तर्केर बाहिर निस्कन्छ। यो प्रयोग गर्नको निमित्त, यसरी ढाक्नको निमित्त तपाईँ प्लास्टिक अथवा बोरा किन्न बजारमा जानु पर्दैन। यस्ता प्लास्टिक र बोराहरू हामीसँग प्रशस्त घरहरूमा छन्। त्यसलाई लिएर, त्यसलाई चिरेर अनि हामीसँग भएका गमला र ग्रो ब्याग अथवा कोही कोहीले बोरामा पनि रोप्ने गर्नुहुन्छ, त्यसको लागि यसरी चाहिँ यसलाई कभर गरेर बर्खाको पानीबाट हामीहरूले यी बोटहरूलाई, हामीसँग भएका प्लान्टहरूलाई बचाउन सक्छौँ।